आज हाम्रो सानो भेटघाट कार्यक्रम थियो, त्यही भएर युवांश र म रेडी भएर जाँदैछौँ। युवांश फेरि घुम्न पायो भने मक्ख भइहाल्छ। युवांशको बाबा काममा जानुभएको थियो, उहाँको चाहिँ त्यहीँबाट जाने प्लान थियो। 10 मिनट जसो हिँडेर हामी युवांशको बाबा भाटामा आइपुग्यौँ। उहाँसँग हाम्रो भेट पनि भयो। यसरी हामी रमाइलो गफहरू गर्दै स्टेसनतिर लाग्यौँ। स्टेसन पुग्नुभन्दा पहिला मलाई अलिकति खाइमुनु गर्नुपर्ने थियो, त्यही भएर म लागेँ डङ्कीतिर। डङ्कीबाट मैले ल्याएँ ड्राई फ्रुट र जुस, अनि त्यहाँ पनि उखाइके गरेर म निस्केँ। अनि नजिकै लिफ्ट रहेछ, लिफ्टमा चढेर हामी स्टेसनतिर जाँदैछौँ। अर्को लिफ्टमा जान झ्याउ मानेर उसको बाबाले यसरी बेबी कारसहित बाबुलाई बोकेर लानुभएको थियो। ऊ चाहिँ एकदमै खुसी भइरहेको थियो यसरी बोकेर लाँदाखेरि। हामी त्यहाँ पुग्दासम्म ट्रेन पनि आइसकेको रहेछ। फेरि हामी ट्रेन चढ्यौँ। ट्रेनमा बाबु एकदमै धेरै खुसी भइरहेको थियो। सुरुमा त उसले बेबी कारमा मजाले बस्न पनि मानेको थियो। पछि फेरि ऊ एकछिनमा छटपटाउन थालिहाल्यो बेबी कारबाट उठ्छु भनेर। उसको बाबाले मलाई देखाउँदै हुनुहुन्थ्यो, हेर मैले फुटेको मोबाइल बनाएँ भनेर। त्यसपछि बाबुले मानेन, अनि ऊ चाहिँ यसरी म माथि समात्छु भनेर माथि समातिरहेको थियो। हामी आधी घन्टा जस्तो ट्रेन चढेर झर्नुपर्ने ठाउँमा पनि आइपुग्यौँ। यसरी हामीले बेबी कार चाहिँ एरोबेताबाट तल लगेका थियौँ। बिस्तारै गफ गर्दा गर्दै जाँदै थियौँ। बाटोमा एकदमै धेरै साइकल थिए त्यहाँ। अनि मेरो बुढोले मलाई सोध्दै हुनुहुन्थ्यो, बुढी यति धेरै साइकल किन होला भनेर। मलाई चाहिँ थाहा भएन। त्यसपछि हामी लाग्यौँ माई बास्केटतिर। माई बास्केटबाट पनि हामीले अलिकति खाइमुनु गऱ्यौँ। अनि हामी पुग्यौँ साथीको रुममा। यो बेबी कार एकछिन माथि लग्ने कि तल राख्ने भनेर हामीलाई दोधार भइरहेको थियो। पछि हामीले माथि नै लग्यौँ। अनि रुममा पुगेर छोराको एकदमै धेरै तारिफ भइरहेको थियो त्यहाँ। म चाहिँ रुमको तारिफ गरिरहेको थिएँ। रुम एकदमै राम्रोसँग सजाउनु भएको थियो। मेरो त अहिले बाबु भएपछि यो रुम सजाउँछु भन्नु र आकाशको तारा झार्छु भन्नु एउटै जस्तो भइसक्यो। एकछिन बस्यौँ, गफगाफ गरेर फेरि हामीले मिठो खाना खायौँ। खाना खाइसकेपछि पनि हामी आधी 1 घन्टा जस्तो बस्यौँ। त्यसपछि हामी घर फर्किहाल्यौँ। ट्रेनमा बाबु र छोरा एकदमै मस्त निद्रामा थिए। मैले चाहिँ त्यतिखेरसम्म के गर्ने भन्ने भयो। अलिकति न्युजहरू हेरेँ। त्यसपछि हामी आइपुग्यौँ रुममा। रुम आइपुग्दासम्म त 11:30 जति पनि बजिसकेको थियो। अनि हामी सुत्यौँ। बाई बाई, गुड नाइट।